तथा दाजुभाइहरूमा मेरो व्यक्तिगत तर्फबाट र संस्थागत सुनवार समाजसँगै समितिको तर्फबाट पनि सेउ नमस्कार टक्राउन चाहन्छु। प्रकृति र पितृ पूजक सुनवार कोही जाति चाहिँ किराँत धर्म मान्दछन्। सुनवारहरूको सांस्कृतिक कार्य तथा संस्कार मुक्तुनी विधिबाट नासो पोइन्ट ज्ञानीद्वारा गरिन्छ। यो कुलपुरै पनि भनेर चिन्ता पनि हुन्छ। यो नासो चाहिँ हाम्रो कुलपुरै जस्तै हो नासो। अनि त्यसै गरी तपाईँको चाहिँ हाम्रो यो झाँक्री पोइन्ट ज्ञानीहरूद्वारा चाहिँ गरिन्छ। मुक्तुम सुनवार जातिको मौखिक धर्म ग्रन्थ हामीमा लिखित छैन। यो चाहिँ मौखिक रूपमा नै तपाईँको हस्तान्तरण हुँदै आएको छ। आदिम कालदेखि चाहिँ तपाईँको हस्तान्तरण हुँदै 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 यहाँसम्म लाग्छ है। त्यसै गरी आस्था र विश्वास धर्मसँग पनि जोड्छन् मान्छेले। यो आस्था र विश्वास सुनवार जाति चाहिँ किराँत धर्मावलम्बीहरू हुन्। मैले अघि पनि भने यहाँलाई उनीहरू प्रकृति र पुर्खामाथि चाहिँ आस्था राख्नका साथै विश्वास गर्दछन्। हाम्रो भगवान भनेकै प्रकृति र पितृ जसले हामीलाई जन्म दिन्छ हाम्रो भगवान हो पितृ होइन, अथवा जसले हामीलाई यो सृष्टि गराएको पितृ हाम्रो चाहिँ भगवान हो। जन्मिसकेपछि नमरञ्जनसम्म हाम्रा सारा कुरा परिपूर्ति गर्ने जो प्रकृति छ उनी हाम्रो भगवान। त्योभन्दा दोस्रो हाम्रो लागि भगवान छैन भन्ने हाम्रो विश्वास हो। प्रकृति र पितृले चाहिँ हाम्रो भगवान हो, सारा थोक हो भन्ने चाहिँ हाम्रो विश्वास हो। अनि कमा चाहिँ तपाईँको यो आस्था विश्वासमा कमा प्रकृति पूजा भनेर राखेको छु। यसलाई चाडबाडको रूपमा पनि बुझ्न सकिन्छ। यो चाडै पनि हो, यसरी पनि बुझ्न सकिन्छ हामीले। स्याहादत पिदार चाहिँ हाम्रो एकदमै ठुलो चाड हो। सुनवारहरूको एकदमै ठुलो चाड चाहिँ स्याहादत पिदार हो। यो चाहिँ उभौली र उधौली दुई पटक गर्छौँ हामीले। उभौलीमा चाहिँ तपाईँको अब यो खेतीपाती लाउने समय भयो, वर्षायाम आउने बेला भयो। अनि यो खेतीपाती लाउने बेला चाहिँ तपाईँको हामीले प्रकृति देवतासँग अथवा पितृहरूसँग चाहिँ र यसपालि चाहिँ एकदमै राम्रोसँग अन्न बाली फैलियोस्, हामी खेतीपाती लाउँदैछौँ, समयमा पानी पारिदिनु होइन, अतिवृष्टि नहोस्, अनावृष्टि नहोस्, हामीलाई वर्षभरि पुग्ने चाहिँ अनाजहरू चाहिँ फलोस्, अनि समाजको राम्रो होस्, समाजमा सुशान्ति कायम होस्, अनिष्ट नहोस्, समाजमा कसैलाई रोग ब्याध नलागोस् भनेर सारा समाजको शान्तिको निमित्त कामना गरेर चाहिँ तपाईँको यो उभौली स्याहादत पिदार मान्दछौँ। यो उभौली स्याहादत पिदार चाहिँ अगाडि प्रत्येक सुनवार बस्तीमा हुन्थ्यो। अहिले एकदम च्यालेन्ज भनेको चाहिँ नगन्य ठाउँमा मात्रै हाम्रो परम्परागत रूपमा चाहिँ स्याहादत पिदार हुने गरेको छ। नत्र अगाडि तपाईँको सयौं ठाउँमा चाहिँ तपाईँको हाम्रो चाहिँ स्याहादत पिदार परम्परागत रूपमा हुन्थ्यो। यसमा चाहिँ तपाईँको 360 बलिदिनु पर्ने चाहिँ विश्वास, बलिदिनु पर्ने प्रथा छ। त्यहाँ थुप्रै नासहरूको आफ्नो भूमिका हुन्छ। त्यहाँनिर एकदम ठुलो यो चाहिँ तपाईँको यसको बारेमा विस्तृतमा वर्णन गर्न सकिँदैन। सारूमा भन्दाखेरि यसको नितान्तै आफ्नो मौलिक परम्परा अनुसार मात्रै गर्दथ्यो विगतमा चाहिँ। वर्तमान स्थितिलाई हेर्यो भने चाहिँ विशेष गरी तत्कालीन शाहवंशीय राजतन्त्रको बेला राज्यको शासकहरूले एकल भाषा, धर्म, संस्कृति लाद्ने प्रयासहरू ल्याएका नीति नियमका